नमस्कार साथीहरु, नयाँ वर्षको दिन हिजो चाहिँ ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण संरचना धरहरा घुम्न गएको थिएँ। यो ठाउँ साँच्चै नै निकै सुन्दर र मनमोहक रहेछ। साथै धरहरा चढेर काठमाडौँ उपत्यकाको चारैतिर विभिन्न मनोरम तथा मनमोहक दृश्यहरू अवलोकन पनि गरियो, जुन अनुभव साँच्चै नै अविस्मरणीय र अद्भुत रह्यो। अब चाहिँ म यो धरहरा कहिले कसले किन बनायो भन्ने विषयमा मलाई जानकारी भएसम्मको कुरा बताउन चाहन्छु। यो भिडियो अन्तिमसम्म हेरिदिनुस् है। यो धरहरा, जसलाई भीमसेन स्तम्भ भनेर पनि चिनिन्छ, नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले यसको निर्माण गर्न लगाउनु भएको थियो। यसलाई विशेष गरी सैनिक प्रयोजनको लागि खासमा काठमाडौँ उपत्यका वरिपरिका विभिन्न गतिविधि निगरानी गर्ने उद्देश्यले बनाइएको थियो भनिन्छ। र यो धरहरा हाम्रो ऐतिहासिक पहिचानको एक अत्यन्तै तर साथीहरु, यतापट्टिको जुन ढाकेर राखिएको छ, जसलाई 2072 सालको महाभूकम्पले पूर्ण रूपले क्षति पुर्याएको थियो, यस ऐतिहासिक धरहराको अवशेषहरूलाई हामीले यसरी नै जतन गरेर राखेका छौं। अनि यतापट्टिको चाहिँ नयाँ संरचना हो, जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गर्न लगाएका हुन्। यो ऐतिहासिक सम्पदाको संरक्षण र नयाँ निर्माणको यो अद्भुत संगम यहाँ देख्न सक्छौं। ल त साथीहरु, यो मेरो छोटो जानकारीमूलक भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनु होला। अर्को भिडियोमा म विक्रम सम्वतको चलन कसले र कहिलेदेखि प्रचलनमा ल्याएका हुन् भन्ने बारेमा जानकारी दिनेछु। अनि साथीहरु, यस्तै विविध जानकारीका लागि मलाई फलो गर्न नबिर्सिनु होला र मेरो YouTube च्यानल पनि सब्स्क्राइब गरिदिनु होला भन्दै क्यामेरा पर्सन मित्रलाई विशेष धन्यवाद सहित बिदा चाहन्छु। हस्त नमस्कार।